यो चाहिँ मैदा हो अनि यहाँ छ भेज मोमोको लागि क्यारोट अनि क्याबेज ओनियनहरू छ। अब चाहिँ तयारी गर्न आँटेको साथीहरू बल्ल किमा बनाइसकेँ हो। अनि यो चाहिँ मैदा हो अनि अब चाहिँ बनाउने हो बसेर बल्ल सकेन हो, हात दुख्यो साथीहरू। अझै 5 केजी मोमो भन्दै थिएँ नि मैले चाहिँ यहाँ बर्थडेको लागि बनाएको हो। अनि यहाँ पुरै मोमो छ यतातिर पनि हो, यता यो हटकेसमा यतातिर ए हो सबै मोमोहरू छ। अनि हामी चाहिँ बर्थडेको लागि रेडी गर्दै थियौँ, बल्ल मोमो बनाइसक्यो। अनि यहाँ डेकोरेसन हुँदैछ, यो चाहिँ प्रतीक्षाले गरेको डेकोरेसन। हाम्रो बर्थडे भाइ भाग्यो र म चाहिँ घरको बिहानदेखि काम गरेकोले चाहिँ थाकिसकेँ हो। कुन दिदी क्या भाग क्या गई क्या, दिन भर काम करते करते थक गए हम दोनों हम पूरा ब्लॉक ही काम करते करते थक गए। और जा रहे हो नीचे। यो चाहिँ केकहरू काट्दैछ बाबु बेटो कचौरी मिस्टी केक हो, मोमो भुजा चटनी छ खानुमा चाहिँ अनि कोल्ड ड्रिङ्क। निहान देखो हाई बोलो न साथीहरू। आज चाहिँ मेरो ब्लगमा माथि नानीको बर्थडे थियो अनि म चाहिँ बर्थडेबाट भर्खर आएको हो। थाकेर चुर भइरहेछु किनभने दिनभरि मोमो बनाउँदा के गर्दा अनि मैले पनि घरमा मोमोहरू लिएर आएँ। आजको भिडियो चाहिँ यति नै हुनेछ साथीहरू। बाई बाई, फेरि भेट्यौँ होला नेक्स्ट ब्लगमा। गुड नाइट एभ्रीवान।